हिमालको नाम चाहिँ नुम्बुर हिमाल भन्छ। पहिले हामी यहाँ धेरै पटक खुट्टाले हिँडेर पनि पुग्यौँ हैन। अहिले चाहिँ अब जान अलि हामी पर्ने रहेछ। र यो हाम्रो गाउँहरू हेर्नुहोस् न, पहिला चाहिँ यतातिर हरियाली थियो, अहिले चाहिँ मतलब सडक खन्नाले गर्दाखेरि अलिकति बनाएछ। यस्तो छ हाम्रो जस म हुर्केको ठाउँ भनौँ न। यो घर चाहिँ म हुर्केको बढेको पलेको घर यही नै हो। मेरो विवादानीबाट भएको घर यही नै हो। अहिले चाहिँ यस्तो भएछ, अब भूकम्पले पनि होला सायद, हैन, भूकम्पले अलिकति हानि गरेछ र यस्तो छ। सबै जङ्गल भएछ। पहिले त रमाइलो थियो, अहिले त अलि जङ्गल बढी भएछ। त्यो पर यो घर भएको ठाउँमा चाहिँ यहाँ चाहिँ झुमझुम भनेर भन्छ हो। यो चाहिँ झुमझुम भन्छ यहाँनिर चाहिँ। यहाँ पनि हाम्रै बाजे पर्नेहरूको घर रहेछ र अनि यहाँ यस्तो छ। योलाई पेप्राङ डाँडा भनेर भनिन्छ, चिन्छ। र हामी डाले काट्नु गएको ठाउँ भनौँ न है। यतातिर हामी डाले काट्न जान्थ्यौँ यो जङ्गलतिर। त्यहाँबाट बोकेर अलि ठ्याक्कै यहाँ घरमा आउँथ्यौँ। पहिले एकदमै राम्रो थियो, जस अहिले पछि चाहिँ यस्तो भएर गएछ। ल भएछु भन्दै यति नै गरौँ क्या, सानो छोटो भ्लग। यो माथि चाहिँ गुम्बा बनाउँदै हुनुहुँदो रहेछ हाम्रो उसले नै। यहाँ चाहिँ गुम्बा बनाउँदै हुनुहुँदो रहेछ। यो चाहिँ गुम्बा बन्दै गरेको गुम्बा हो यो चाहिँ अहिले भन्दै यति नै सानो भिडियो टुङ्गाउन चाहन्छु। धन्यवाद।